मान्छेहरूले चाहिँ 1000 रुपियाँ 500 रुपियाँ दिँदा गाडी बाँकी पैसाहरू नफर्काउने भाडा पर्दा लिएको हुनाले मैले गरेको हुन्छ। कोही मजदुरको जानु परिवार पनि बुहारीहरू होला, त्यो चाहिँ अर्का गाडीमा चढ्दाखेरि हिँड्ने मान्छेको चाहिने बिस्तारै बाकस होला। बिस्तारै बाकस हुने मान्छेलाई चाहिने बिचकै छापेर पनि भनिदिएको छु, सबैलाई भनिदिएको छु मैले। अब यो कुरा पनि मान्नु भएन भने म फेरि अर्को 10 रुपियाँ लिटर चाहिने तेल चाहिँ अलिक बढ्दा हाल्नु होला गाडीमा भन्ने कुरा छ मेरो। नानी टाफियो काम गर्न लाग्यो 35 वर्ष भयो, त्यस कारणले यो सहयोग गरेँ मैले। अब टबियोले कोहीले 1-2 गिलास चिया पनि खानु दिनुभएको छ। 50-60 रुपियाँभन्दा मैले गाडीवालासित मैले माया छैन, दिएको पनि छैन। गाडीवाला मसित धेरै शत्रु बनाएको छ, त्यस कारणले मैले चाहिने सिडिओले पनि गुल्मीको सिडिओले 5000, सिडिओले 5000। यो गाडी पोखरा, यो गाडी रामदेव, यो गाडी रामपुर, यो गाडी अर्घान्ती जाने, यो गाडी तमा जान्छ। यो बाहुन पनि लगाएको छु मैले टी-सर्ट। त्यस कारणले मलाई चाहिने प्रेसर अर्डरसम्म नबजाउनुहोस्, सानो अर्डर बजाउनुहोस्, घुम्तीमा प्रेसर अर्डर बजाउनुहोस्। त्यो चस्मा झिकेर गरौँ क्या होइन? ठिक छ ठिक छ, होइन चस्मा राम्रो देखियो। यहाँ चाहिने के भन्नुभयो, यहाँ यो विषय भन्ने यो सानो सौदा गरेर भाडा माग्नु होला, कसैसित पनि फाल्टु कुरा नगर्नु होला भनिदिएको छु। लोकलको चाहिँ कोटा छुट्टै गरेर 5वटा लाखको कोटालाई नयाँ अझै अलि घुमाउनु त हो। कोटा छुट्या छैन भनेर चाहिने यो चाहिने गाडीमा चेक पनि गर्नु पर्यो। लोकललाई चाहिँ लान्न भन्दाखेरि यो माथि सिधा बाँडिएको थिएँ। भन्छु सबैलाई यहाँको भाडा कति छ के छ भने त्यो भाडा पनि बदलाइदिन्छु। देखाइरहेको छु। बहिनीहरू